पाउनुहोस् एकैछिन यो भिडियोलाई हेरौँ है। तो चलिए शुरू करते हैं। Enemies ahead. Okay. Enemy spotted. Enemy spotted. अभी मजा आएगा ना भिड़ो। A few moments later. नमस्ते, म सञ्जन गौतम CR7 हो र तपाईहरुले अस्ति नै देख्नुभयो होला मैले हेलमेट नलगाइकन हिँडेको भिडियो जुन सामाजिक सञ्जालमा पुरै सर्कुलेट भइरहेको थियो। मैले चाहिँ खासमा त्यो मासु किन्न हिँडेको थिएँ, तर पनि मासु किन्न गए पनि कपाल काट्न गए पनि जे गर्न गए पनि हेलमेट चाहिँ हामीले लङ होस् या CR7 हो र दाजुलाई समेत चिट काटिसकेपछि अब चाहिँ हामीले चाहिँ नेपालको यो बढ्दै गएको एकदम स्ट्रिक्ट वाटर रुल्सलाई चाहिँ फलो गर्दै मैले नि आफ्नो नयाँ हेलमेट किनिसकेको छ। सो लेट्स अनबक्सिङ है त। ओह माय गॉड वाउ गर्नुपर्ने हुन्छ। सो लेट्स अनबक्स दिस हेलमेट है त। ओके लेट्स अनबक्स दिस थिङ। सेट कट यो देख्न सक्नुहुन्छ एक्स्ट्रा भाइजर यो चाहिँ मैले एक्स्ट्रा युज गरेको थिएँ। अनि यो चाहिँ टाइट के हो। ओ आयो है त ल आयो है राइट ल यसलाई अब स्याट पारेर हेरिदिउँ है। बुट कस्तो देखिरहेको छ म ठिक छ। अब चाहिँ यो चाहिँ QIT को TT रेबो हो जुन चाहिँ EC 22.06 सर्टिफाइड रहेको छ। बेस्ट बजेटमा हेलमेट किन्न चाहनुहुन्छ भने तपाईँहरू पनि यो लिन सक्नुहुन्छ। यसको प्राइस कति पर्यो होला मलाई ल लेट्स डु कमेन्ट अन द बिलो। अनि अब यसमा चाहिँ मैले यो मर्करी भाइजर हाल्नुको लागि एक्स्ट्रा भाइजर नै ल्याएको छु जुन चाहिँ अब यो हालेपछि यसमा चाहिँ भवाल देखिन्छ। अहिले चाहिँ यसलाई म यो भाइजर फिट गरेर देखाउँछु है त तपाईँले। अटो पनि लगेर हालिदिनुपर्छ है त। भाइजर पनि अपलोड गरिसक्यो भाइजर अपलोड यो एक्स्ट्रा स्पोइलर स्ट्यान्डहरू पनि अपलोड गरिसकेको छ। अहिले चाहिँ देख्न सक्नुहुन्छ मेरो हेलमेटको चाहिँ यो थिममा रहेको छ। अनि यो उसकोमा रहेको एक्स्ट्रा बेलाको छ। अनि म अब यो हेलमेट माउन्ट यो इयरफोन पनि म यसमा इन्क्लुड गर्छु। अहिले चाहिँ हेलमेट पनि अनबक्सिङ गरिसकेको छु। अब चाहिँ फेरि यसमा यो जुन यसलाई इनपुट गर्नु पर्ला ट्यागका लाएर मिलाएर हेलमेट चाहिँ यस्तो पारामा रहेको छ। अहिले चाहिँ ओ मारेको छ हौ। ल अब चाहिँ म यसलाई टक्क यसमा हालेर अनि मोटो ब्लगिङको सेटअप टक्क गरेर तपाईँले सो गर्छु है त। यो चाहिँ हाम्रो वायरलेस इन्टरकम यो खालकोमा रहेको छ। यसको म्यानुअल भइहाल्यो। हाम्रो यहाँ मेन यसको ब्लुटुथ अनि यसको स्पिकर दुइटा भइहाल्यो। एक्स्ट्रा माइक चार्जर अनि माइक भइहाल्यो। टक्क अब यसलाई चाहिँ इनपुट गर्ने अनि त्यसपछि हेरौँ है त। पहिला चाहिँ मैले यो स्पाइडरको यो हेलमेट युज गरिरहेको थिएँ। अब चाहिँ म यसलाई साइडमा प्रायः जस्तो डेली चाहिँ यसलाई युज गर्दिनँ। अब चाहिँ म यता सिफ्ट भएको छु। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अन्त मलाई यो हेलमेटको कस्ट भनेको चाहिँ यसको चाहिँ 14,500 परेको थियो। अनि यो जुन रेडियो जुन एक्स्ट्रा भाइजरको चाहिँ यो चाहिँ 3500। अनि यो चाहिँ अहिले मैले त्यहाँ ठ्याक्कै अटोवेलबाट अहिले यो चाहिँ अफरमा लिएर आएको थिएँ। सो अहिले मेरो हेलमेटको सेटअप प्लस मोटो ब्लगिङ सेटअप चाहिँ यस्तो रहेको छ। अब लेट्स सी है त कस्तो हुँदो रहेछ अब अबदेखिको ब्लग।